go for sit up on flat bench. हजुरलाई यो सेट अप अन फ्ल्याट बेन्च युजुअली स्पेसिफाई गरिदिएको हुन्छ, नभए यो क्रन्चेस सेटअप एनिथिङको रिप्लेसमेन्टमा गर्न मिल्छ। युजुअली तपाईँको यस्तो टाइपको यो डिक्लाइन बेन्चहरूमा खुट्टा लक गरेर गर्न मिल्छ होइन, तर त्यो गर्दा गर्दा तपाईँको मसल्स युज टु भएर होइन, मसल मेमोरी एकदम बसेर त्यसले इफेक्ट गर्न छोडेको जस्तो फिल हुन थाल्छ कि। त्यो भयो भने तपाईँलाई यस्तो फ्ल्याट बेन्चमा ठिक्कको यसरी मुनि सरेर बस्नु, अनि यहाँबाट यसरी पल्टिनु, धेरै माथि पनि नहोस् धेरै मुनि पनि नहोस्, हल्का हिप बाहिर आउँछ, अनि त्यसपछि यसरी पल्टेर हातलाई यहाँ राख्न सक्नुहुन्छ, सिरानी बनाउन सक्नुहुन्छ, अगाडि राख्न सक्नुहुन्छ, यहाँ राख्न सक्नुहुन्छ, एनीवेयर यु लाइक। अनि त्यहाँबाट क्रन्च गर्ने एन्ड अप, ठ्याक्कै यो थाइदेखिको यो लोवर एप्स अप्पर एप्स सबै स्क्विज गर्ने प्रयास गर्ने, स्लोली क्रन्च एन्ड डाउन। यो चाहिँ एकदम टेम्पोले आई मिन लाइक जुन टाइम हुन्छ नि तपाईँले माथि आउन मुनि आउन, यसले धेरै रोल खेल्छ। अब लाइक तपाईँले यसरी यसरी सहयोग गर्नु र एन्ड स्लोली डाउन, यसरी 50 गर्नु एउटै हुन्छ। त्यही भएर एकदम तपाईँको फोकस के चाहिँ त्यही अनुसारले गर्नु होला। यो चाहिँ एकदम इफेक्टिभ हुन्छ तपाईँको कोर डेफिनेसनको लागि। एन्ड थ्याङ्क यू।